मेरो केराटिन गरेको हेयरलाई आज मैले यस्तो कर्ली गर्दैछु। अब आई डोन्ट नो किनकि केराटिन चाहिँ अब कपाल स्ट्रेट गर्नको लागि गरिन्छ नि त। अनि आज चाहिँ मैले यस्तो कर्ली गरेको छु। अब आई डोन्ट नो यस्तो इफेक्ट गर्छ कि गर्दैन मेरो मेरो हेयरलाई। हजुरलाई थाहा छ भने प्लिज भनिदिनु होला। अनि अब कहिले-कहिले त केही पनि हुँदैन होला। किनकि मैले अब 1 महिना भइसक्यो। मैले चाहिँ मेरो केही पनि हेयर स्टाइलहरू मैले केही पनि गरेको थिएन। जस्ट सिम्पल शावर लिने अनि हेयर केयर गरेर अनि मैले छोडिरहेको थिएँ। तर अब आज चाहिँ अब यस्तो हल्का स्पेसल अकेजन भएको भएर चाहिँ मैले अब कर्ली गरौँ न, किनकि अब सधैँ एउटै किन हो न, अब कहिले-कहिले त अब एक्स्ट्रा पनि गर्नुपर्छ भनेर कर्ली गरिदिएँ अनि हेयर स्टाइल राम्रो बनाएँ। आई होप राम्रो देखेको छ होला। अनि अब अफकोर्स मैले मेरो हेयर स्टाइल गर्नुभन्दा अगाडि मजाले मेरो यो हिट स्प्रे चाहिँ यो हिट प्रोटेक्सन स्प्रे हजुरले पनि कन्जुस नगरिकनै लगाउनु होला। किनकि अब मैले अफकोर्स युज त मेरो डाइसन युज गर्छु कि, तर त्यही पनि थाहा छ कि थाहा छैन, डाइसन युज गर्नुको कारण यो हेयर स्टाइल मात्रै होइन, त्यसले चाहिँ हजुरको हेयर पनि अरू त्यो किनकि अरूहरूको चाहिँ एकदमै धेरै हिटले चाहिँ हजुरको कपाल बिगार्छ भने डाइसनले चाहिँ हजुरलाई त्यस्तो कपालहरू धेरै ड्यामेज गर्ने पनि गर्दैन। त्यो पनि एउटा मेन रिजन हो है डाइसनको। अनि सुरुमा चाहिँ मैले मजाले अब हेयर सुकाएँ अनि त्यसपछि चाहिँ मैले यसरी मजाले सबै डाइसनको चाहिँ टुलै हुन्छ नि त, सबै टुल हुन्छ सुकाउनेदेखि लिएर अब कपाल कोर्नेदेखि लिएर कस्तो कस्तो डिजाइन बनाउनेदेखि लिएर सबै हुन्छ। अनि सुरुमा त कस्तो हुन्थ्यो भने डाइसन किन्दाखेरि के भन्छ अरे कसले गर्छ कसले टाइम यत्रो लस गर्छ हुन्छ। तर बिस्तारै हजुरलाई यो डाइसन चलाउन आइसकेपछि हजुर त प्रो हुन्छ, प्रो। मैले त 5 मिनट मेरो कपाल बनाउँछु कि यदि मलाई कतिजना छ अनि मलाई अब म एकदमै लेट भइरहेको छु भने डाइसन इज द बेस्ट वान कि मेरो लागि चाहिँ। 5 मिनट पनि लाग्दैन, सर बनायो सक्यो। अब यो पनि मैले कति मिनटमा बनाएँ होला त। यो त अब मैले आज चाहिँ अब मैले अब अलिक बेरसम्म राख्नुपर्छ भनेर यत्रो धेरै हेयर केयर गरेर मैले चाहिँ गरिरहेको छु। अदरवाइज चाहिँ मैले 5 मिनटमा लिटरली गाइज मैले मेरो हेयर गरेर सकाउँछु। अनि त्यही पनि डाइसन। अनि चाहिँ यो डाइसनको पनि यो कर्ल गर्ने पनि दुईवटा हुन्छ कि, एउटा मोटो हुन्छ अनि एउटा चाहिँ पातलो लामोवाला हुन्छ। अनि मैले चाहिँ अनि यो मोटोवाला युज गरेको। अनि अब डाइसनको चाहिँ अब कुरा गर्नु पर्दा आई नो यो एकदमै एक्सपेन्सिभ हुन्छ, एक्सपेन्सिभ छ, तर गाइज वर्थ इट छ। किनकि यो चाहिँ एउटा इन्भेस्टमेन्ट हो कि, इन्भेस्टमेन्ट। किनकि अब सुरुमा त यो किन्ने बित्तिकै 2 वर्षको ग्यारेन्टी हुन्छ। अनि त्यसपछि यो त अब मलाई के लाग्छ, म त 10-15 वर्षसम्म पनि युज गर्छु। अब हुन्छ नि अब केही भएन भने अब हुन्छ नि मैले त युज गर्छु जस्तो लाग्छ कि। किनकि अब इज द बेस्ट वान कि यो अब हजुरले एकचोटि किन्नुभयो भने यो कति वर्षसम्म चल्छ। अनि मैले अब कति डाइसनको भिडियोहरू हालिरहेको हुन्छु नि त। अनि सबैजनाले चाहिँ अनि यो डाइसन कहाँ किन्नु भएको, कहाँ किन्ने हो। हजुरहरूले यो डाइसन जहाँ पनि पाउनुहुन्छ, जहाँ हजुरले इलेक्ट्रो अब हुन्छ नि जस्तो इलेक्ट्रो लाइनमा पाउँछ, पब्लिकमा पाउँछ, स्टेफान सबै ठाउँमा पाउँछ। तर त्यही हो एक्सपेन्सिभ हुन्छ। अनि तर के गर्ने, कुनै कुनै कुराहरू एक्सपेन्सिभ हुन्छ तर त्यो वर्थ इट हुन्छ। त्यही भएर जस्तो अब हाम्रो फोन आइफोन किनेपछि कस्तो छ, कति एक्सपेन्सिभ छ तर वर्थ इट छ नि त। भिडियोहरूदेखि लिएर अब हुन्छ नि धेरै कुराहरूमा त्यस्तै हो यो डाइसन पनि। आई नो यो एक्सपेन्सिभ छ तर यो एकदमै वर्थ इट छ। सुरुमा चाहिँ हजुरलाई किनेको हुन्छ, त्यो चलाउन नआएर मलाई पनि सेम त्यस्तै भएको थियो। तर बिस्तारै चाहिँ कस्तो हुन्छ भने त्यो प्र्याक्टिस गर्दै गयो भने चाहिँ प्रो हुने हो कि। अझै मेरो साथीहरू अझै कति छन्, मेरो सबै साथीहरूसँग छ, तर उहाँहरूले त्यस्तै जसरी मैले युज गर्छु त्यसरी युज गर्नुहुन्न कि। तर आई वान्ट देम अज वेल कि होइन यसरी युज गर्नु भनेर। अनि हजुरहरूले पनि किन्नु होला, वर्थ इट छ। ल यो हेर्नु त, ल यस्तो राम्ररी बनाइदिएको छ। अनि बाई बाई, थ्याङ्क यू।